जोजलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। आजको कार्यक्रममा हामी किर्तिपुर नगरपालिका वडा नम्बर 10 मा सुरु भइरहेको दाफा पुकार 3 महिने दाफा अध्ययन अध्यापन सम्बन्धीको कार्यक्रमको संयोजक हुनुहुन्छ पुष्पा पलाञ्चोकीजीसँग हामी कुराकानी गर्दैछौँ। यो कार्यक्रम माघको 10 गतेबाट सुरु भएको हो। आज 1 महिनाभन्दा अलि बढी भइसकेको छ र यसबाट कति हाम्रा यो बाजा परम्परागत बाजा प्रेमी हाम्रा श्रोताहरू सहभागी भए र यो कार्यक्रमको प्रगति विवरणबारे आज हामी पुनः यो दोस्रो पल्टको कुराकानी हुनेछ। पुष्पा पलाञ्चोकीजीसँग कुराकानी गर्दैछौँ। यो कार्यक्रम किर्तिपुरको वडा नम्बर 10 तनानी टोलमा आयोजना भइरहेको छ र आयोजक तनानी दाफा खला हो भने सह आयोजक सतोरी सेन्टर फर आर्ट्स रहेको छ। यसको संयोजक हुनुहुन्छ पुष्पा पलाञ्चोकी। म उहाँलाई अब यो कार्यक्रममा जोड्दैछु। आज फोनमा हामी सम्पर्क गरिरहेका छौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हजुर जोजलपा दाइ। जोजलपा पुष्पाजी, कार्यक्रममा एकपटक फेरि म यहाँलाई स्वागत गरेँ। हजुर धेरै धेरै धन्यवाद दाइ, धेरै धेरै धन्यवाद। यसभन्दा पहिले पनि हामीले एकपटक कुराकानी गरेका थियौँ तपाईँको यो दाफा कार्यक्रमबारे। यो 3 महिने लामो कार्यक्रम भनौँ, अब 1 महिनाभन्दा बढी भइसकेको छ सुरु भएको। यो कार्यक्रम अहिले कहाँ पुग्यो, अहिले कति प्रगति भइरहेको छ र कति हाम्रो सहभागिता कतिको सहभागिता भइरहेको छ, यसबारे बताइदिनुहोस् न। हाम्रो कार्यक्रम तपाईँले भन्नुभयो जस्तै लगभग 1.5 महिना भयो होइन, चलिरहेको। अनि यो दाफा सिकाउने कार्यक्रममा चाहिँ विशेष गरी 2 खाले सिकाइ चाहिँ हुन्छ। एउटा चाहिँ खी बाजा बजाउने, ताल बाजा बजाउने भयो, अनि अर्को चाहिँ गायन गर्ने, गीत गाउने है, राग लिनेहरू। यो 2टामा हाम्रो खी बाजा बजाउने चाहिँ सुरु दिनदेखि नै सञ्चालनमा छ, चलिरहेको छ। हाम्रो अहिले टोल तनानी टोल लगायत वरपर बाट चाहिँ विशेष गरी पुरुष साथीहरू हाम्रो मुक्तिनाथ महर्जन गुरुसँग बसेर रातको 8 बजेदेखि 9 बजे बसेर विभिन्न खी बाजाका बोलहरू सिकिरहनु भएको छ। अहिले चाहिँ उहाँहरू विशेष गरी दियो ल्याएको 6-7 खाले दियो ल्याएकोहरू चाहिँ उहाँहरूले बजाउन बोलहरू लिइसक्नुभयो, टिपिसक्नुभयो। यो दियो ल्याएको भनेको के, यसको अर्थ चाहिँ के हुन्छ पुष्पाजी? दियो ल्याएको भने दियो भनेपछि देवताले ल्याएको भनेको चाहिँ अब बोलाउने, कल गर्ने। दियो ल्याएको पनि विभिन्न ठाउँमा विभिन्न प्रकारले भन्ने गरिन्छ। जस्तै अब हाम्रो नेवार समुदायहरूमा पनि विभिन्न सहरहरूको भाषामा फरक भएको कारणले गर्दाखेरि यो देलागुलाई पनि थरीथरीको नामले बोलाउने गरिन्छ। तर देलागु भनेको विशेष गरी चाहिँ देवता नासदिय, जो हाम्रो सङ्गीतको चाहिँ देवता कुलदेवता भनेर बुझिन्छ, तिनको आराधना गरेर कुनै पनि ठाउँमा बजाउन जाँदाखेरि वा कुनै पनि बेला बजाउन बस्दाखेरि सबैभन्दा सुरुमा बजाउनु पर्ने यो म्युजिकल पिस नै देलागु हो होइन। देलागुलाई चाहिँ हाम्रो यो गर्ट वेगनर प्रोफेसर जो चाहिँ भक्तपुरमा उहाँले निकै समय बिताएर भक्तपुरको विभिन्न नेवार बाजाहरूको अध्ययन गर्नुभएको थियो। उहाँले चाहिँ देलागु भनेको चाहिँ फोन नम्बर हो भन्नुहुन्छ कि। अनि के को फोन नम्बर चाहिँ भन्दाखेरि नासदिय जो सर्वत्र व्याप्त छन् तिनलाई चाहिँ बजाउने बेलामा चाहिँ ठ्याक्क ल अब यहाँ आइदिनु पर्यो है भनेर त्यो फोन डायल गरेर बोलाएको हो भनेर भन्नुहुन्छ कि उहाँले चाहिँ। अनि जो दाफाका विशेषज्ञ हुनुहुन्छ उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि देलागु बजाइसके पछाडि चाहिँ जुन बाजा छ, बाजा आफै नै दिय हुन्छ
हैन। अनि त्यो बाजाभित्र रहेको देवता आस्पेक्ट जुन छ, त्यो दैविक आस्पेक्ट जुन छ, त्यही आस्पेक्टलाई बोलाउने निम्त्याउने एउटा म्युजिकल पिस चाहिँ हाम्रा यो एसोसिएट गरिएको साउन्ड चाहिँ देलाइगु हो। हजुर। अनि यो देलाइगु पनि थरी हुन्छ है, कुनै छोटो हुन्छ, कुनै लामो हुन्छ। जस्तै अब बजाएर बाटोमा हिँडिराख्दाखेरि कतै छोटो कुनै सानो मन्दिर खालको केही स्तूपा खालको आयो भने त्यहाँ कुन देलाइगु बजाउने हैन। अनि पछि कतै चाहिँ अलि धेरै बेर रोक्नुपर्ने ठाउँ आइपुग्यो भने त्यहाँ अलि लामो देलाइगु बजाउने। सो देलाइगु पनि थरीको हुन्छ। अनि यहाँ चाहिँ अहिले गुरुले लगभग 6वटा जस्तो देलाइगु सिकाइसक्नु भयो। अब पहिलेको समयमा भइदिएको भए चाहिँ पुरै ओरल्ली बोलेर मात्र सिकाइने भएको कारणले गर्दाखेरि एउटै देलाइगु टिप्नको लागि पनि विद्यार्थीलाई लगभग 2 महिना दिन लाग्थ्यो हैन। र आजको दिनमा त हरेकजनासँग यो पठन पाठनको भइसकेको छ, ज्ञान भइसकेको छ। अब अक्षर चिन्ने धेरैजना छन् हैन। अनि त्यस भएको कारणले गर्दाखेरि यो देलाइगुको बोलहरू पनि टिपेर सिकिराख्नु भएको छ उहाँहरूले हैन। बोर्डमा टिपेर अनि त्यसैलाई हेर्दै अनि त्यो हेरे सँगसँगै बाजामै बजाएर सिकिराख्नु भएको छ। त्यसले गर्दा चाहिँ चाँडो भएको छ सिकाइका। अब यो त भयो खी बाजा बजाउने, ताल बाजा बजाउने कुरा। त्यो सँगसँगै मैले अघि भने दाफामा चाहिँ गायनको पनि छुट्टै लेभल हुन्छ हैन। गायनको पनि छुट्टै गुरु बस्नुहुन्छ। अनि गायनको गुरु गायनमा चाहिँ अहिले ठ्याक्कै हाम्रो विद्यार्थीहरू चाहिँ कोही पाइसकेको छैन भनौँ न है। यो चाहिँ फेरि गायनमा धेरैजनाले रुचि नदेखाउनु वा गायनमा विद्यार्थीहरूलाई इनरोल गर्न गाह्रो हुनु चाहिँ यो चाहिँ धेरै जस्तो आजको दिन काठमाडौँ उपत्यकामै रहेका विभिन्न दाफा खलाहरूको एउटा समस्याकै रूपमा देखा परेको छ। त्यो खी बाजा बजाउनलाई अगाडि सरिहाले पनि त्यो गाउनलाई चाहिँ धेरैजना अगाडि नआएको देखिराखेको छ। अब यसको कारण के होला भनेर हामीले 1-2वटा अनुमान चाहिँ लगाउन सक्छौँ। जस्तै हाम्रो दाफाको गायन चाहिँ राग बेस्ड गायन हो कि यो चाहिँ जुन हाम्रो यो साउथ एसियामै दक्षिण एसियामै फैलिएको जुन रागको चलन छ, सङ्गीत अन्तर्गत रागको जुन शैली छ त्यो शैलीमा बेस्ड गायन हो यो चाहिँ हैन। अनि अब त्यो एक हिसाबले कुन रागको स्वर, कुन रागमा कस्तो स्वरहरू प्रयोग हुने भन्ने चाहिँ हाम्रो दाफामा चाहिँ कुनै पनि खालको तार बाजा है, तार बाजा भन्नाले यो स्वर दिने बाजा चाहिँ नभएका कारणले गर्दाखेरि लामो समयदेखि गायन चाहिँ मौखिक रूपमा मात्रै ट्रान्सफर भइरहेको कारणले गर्दाखेरि यो चाहिँ गुरुले आफ्नो तरिकाले नै गर्दै आउनु भएको छ गुरुहरूले हैन। अनि अब एकजना गुरुसँग यसको पद्धति कस्तो हुने भन्ने चाहिँ एउटा कङ्क्रिट सिस्टम छैन कि। त्यसले गर्दाखेरि नयाँ विद्यार्थीलाई यो गायन दिनकै लागि, हस्तान्तरण गर्नकै लागि नै एउटा समस्या छ भनौँ न, एउटा गाह्रो छ। ताल बाजामा जस्तो यो बोलहरू छ, यो यहाँ बज्छ त्यहाँ बज्छ, ताल बाजामा त सजिलो छ हैन। त्यही भएर त्यो टिप्नलाई चाहिँ विद्यार्थी अघि सर्ने भयो। तर गाउनकै लागि चाहिँ अब गुरुले जस्तो गाउनको लागि गुरुसँगै लामो समय बिताउनु पर्ने भएको कारणले गर्दाखेरि गाउन चाहिँ कोही आइपुग्नु भएको छैन। त्यसको यो गाउनको लागि एकैछिन मैले यसलाई डिस्टर्ब गरिहाले संस्थागत हिसाबले हैन। प्लस अब म पनि एउटा महिला भएको कारणले गर्दाखेरि मेरो इन्ट्रेस्ट चाहिँ के थियो भन्दाखेरि महिला त्यसमाथि म आफै पनि गायनमै भएको कारणले गर्दाखेरि विशेष गरी महिलाहरू चाहिँ गायनमा आइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो एउटा रहर चाहिँ थियो। किनभने अब गायनले हरेक व्यक्तिको यो इन्डिभिजुअल व्यक्तिको अर्कै खालको रूप चाहिँ, कन्फिडेन्स आफूमा अर्कै खालको स्वभाव चाहिँ यसले दिन सक्छ कि है। अनि मेरो चाहिँ महिलाहरूको लागि, विशेष गरी महिलाहरूको जागरणको लागि, सशक्तिकरणको लागि चाहिँ गायन चाहिँ एउटा निकै पावरफुल टुल हुन सक्छ भन्ने मैले बुझेको भएर महिलाहरू गायनमा आइदिएको भए भनेर चाहिँ मैले चाहिँ रुचि राखेको थिएँ। तर फेरि अब दाफा भन्ने बित्तिकै युगौँदेखि पुरुषहरूले नै गर्ने भनेर देखिराखेको भएर हाम्रो टोलबाटै पनि महिलाहरूलाई ल म
दाफा नै गाउँछु, दाफा नै बजाउँछु भनेर आइहाल्न चाहिँ उहाँहरूलाई पनि गाह्रो भएको छ। उहाँहरूलाई आउनुहोस् न भनेर इन्भिटेसन दिँदा निमन्त्रणा दिँदाखेरि पनि अब यो चाहिँ उहाँहरूले आफूसँग महिलाहरूसँग एसोसिएट गरिसक्नु भएको छैन कि। अनि अब उहाँहरूको रुचि बुझ्दाखेरि टोल वरपरको महिला दिदीबहिनीहरूकै विशेष गरी भौमता पुज्छ अनि यो मिसा पूजकहरूको इन्ट्रेस्ट बुझ्दाखेरि चाहिँ अब उहाँहरूले चाहिँ बाँसुरी भए चाहिँ बजाउने भन्नुभएको भएर बाँसुरी पनि हुन त दाफा अन्तर्गत नै राख्ने गरिन्छ होइन। तर बाँसुरी बजाउने चाहिँ अब एक हिसाबले महिलाहरूले गरिराखेकै कुरा छ नि त वरपर अन्य समुदायहरूमा हेर्दाखेरि पनि। त्यही भएर त्यो एसोसिएसन चाहिँ एउटा स्टाब्लिस भइसकेको कारणले गर्दाखेरि यहाँको महिलाहरूले पनि बाँसुरी सिक्न चाहिँ एकदम रहर गर्नुभएको छ होइन। अनि हामीले चाहिँ उहाँहरूलाई विशेष टार्गेट गरेर 2 महिनाको बाँसुरी तालिम चाहिँ यही आउने 22 गतेदेखि चाहिँ थाल्न लागेको छौँ। अनि यो 22 गते चाहिँ हामीले एउटा सानो अन्तर्क्रियात्मक कार्यक्रम गरेर थाल्न लागेका छौँ। अब त्यो अन्तर्क्रियात्मक कार्यक्रम चाहिँ एउटा उद्घाटन जस्तो पनि होइन। अनि त्यो दिनको कार्यक्रम चाहिँ हाम्रो यो ब्रिटिस काउन्सिल अन्तर्गत वाउ भन्ने चाहिँ एउटा फेस्टिभल भनौँ न है, संसारभरि नै मनाउने चलन चल्ती आइरहेको छ। वाउको फुल फर्म भनेको चाहिँ वुमन अफ द वर्ल्ड भनेर छ है। अनि यो चाहिँ ब्रिटिस काउन्सिल अन्तर्गत यो संसारभरि नै एकैचोटि मार्चको पहिलो हप्ता मनाउने गरिएको फेस्टिभल हो। अनि नेपालमा पनि विगतका केही समयदेखि चाहिँ यो फेस्टिभल मनाउने गरिरहेको छ। अनि यसमा यो फेस्टिभल अन्तर्गत चाहिँ महिलाहरू नै सम्बन्धी विशेष गरी विविध कार्यक्रमहरू विभिन्न संस्थाहरूले एकैसाथ मनाउने भनेर चाहिँ छ। अनि हामीले विशेष गरी अब महिला दिदीबहिनीहरू नै सङ्गीतमा लाग्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि दाफा जुन जसको चाहिँ 500 वर्षभन्दा पुरानो एउटा हिस्ट्री छ, त्यो हिस्ट्रीमा आजसम्म पनि महिलाहरूको हुन्छ नि यो एक्टिभ संलग्नता देखिएको छैन। एक हिसाबले अब उहाँहरूले पहिलेदेखि नै यो सघाउ चाहिँ पुर्याइराख्नु नै भएको हो, एउटा दर्शकको हिसाबले भनौँ वा कम्युनिटीमा सपोर्टिङ रोल चाहिँ दाफामा खेलिराख्नु भएको हो। तर म्युजिकल्ली चाहिँ उहाँहरू इन्भल्भ भएको यति लामो हिस्ट्रीमा पनि देखिँदैन। सो आजको दिनमा चाहिँ एउटा परिवेश परिवर्तन भइसकेको छ। अनि यो हिस्ट्रीमा यो यति लामो इतिहासमा महिलाहरूको पनि एउटा पार्टिसिपेसन चाहिँ आजको दिनदेखि सुरु गर्न पायो भने एउटा ऐतिहासिक कदम नै चालिन्छ भनेर चाहिँ हामीले त्यो दिन चाहिँ 22 गतेको दिन चाहिँ त्यसरी मनाउन खोज्दैछौँ। अनि त्यो दिन चाहिँ हाम्रो भक्तपुरबाट 2टा महिला दाफा समूहहरू आउँदै हुनुहुन्छ। एउटा चाहिँ बाँसुरी नै बजाउने समूह हुनुहुन्छ अनि अर्को चाहिँ यो दाफा गाउने समूह हुनुहुन्छ। अनि यो 2टा समूहलाई चाहिँ लिएर आएर एउटा त उहाँहरूले पर्फर्म गर्नुहुन्छ, उहाँहरूले आफ्नो साङ्गीतिक स्किल देखाइदिनुहुन्छ यहाँको हाम्रो दिदीबहिनीहरूलाई, तननी वरपरको दिदीबहिनीहरू महिलाहरूलाई। अनि सँगसँगै हामीले चाहिँ त्यही बेला एउटा अन्तर्क्रियात्मक कार्यक्रम पनि गर्ने होइन। त्यसमा चाहिँ के गर्ने भन्दाखेरि अब जहाँ पनि हाम्रो नेवार समुदायहरूमा देखिएको चाहिँ अब महिलाहरूलाई एकै खालकै समस्याहरू छ कि चाहिँ विवाह भइसके पछाडि वा विवाह हुनु अगाडि पनि एक खाले बन्देज चाहिँ के छ भन्दाखेरि परिवार समाजको अभिन्न अङ्ग हो होइन। अनि समाजमा चाहिँ अब हाम्रो निकै समय अगाडिदेखि नै महिलाहरूलाई त्यस्तो खुला रूपमा पब्लिकमा आउन दिने चाहिँ एउटा चलन चल्ती छैन। त्यो बिस्तारै बस्दै चाहिँ गएको छ। तर अझै पनि हेऱ्यो भने विशेष गरी यो विवाह भएर आएको महिलाहरूलाई चाहिँ अझै पनि त्यो एउटा स्वतन्त्रताको इन्भाइरोमेन्ट छैन जहाँ चाहिँ उहाँहरू अलिकति एक्सप्रेसिभ हुन सकोस् होइन। अनि त्यो अवस्थामा चाहिँ यो 2टा जुन महिला समूहहरू छ जो चाहिँ अलरेडी दाफाको म्युजिकमा लागिराख्नु भएको छ, बजाइराख्नु भएको छ, उहाँहरूलाई चाहिँ सुरुमा आउँदाखेरि कस्तो च्यालेन्जहरू थियो, अहिले पनि गरिराख्दाखेरि कस्तो च्यालेन्जहरू छ होइन। अनि त्यसबाहेक अब यो साङ्गीतिक समूह बनाइसके पछाडि उहाँहरूलाई कस्तो कस्तो फाइदाहरू भएको छ, वा यो साङ्गीतिक समूह बनाएर चाहिँ उहाँहरूको सामाजिक लगायत आर्थिक उन्नति
दृष्टिमा के कस्तो परिवर्तनहरू देखिएको छ भन्ने खालको जस्तो विषयहरूमा रहेर चाहिँ हामीले एउटा इन्फर्मल अन्तर्क्रिया कार्यक्रम त्यो दिन गर्ने अनि त्यसपछि चाहिँ हाम्रो तनानी दाफा खोला अन्तर्गत बाँसुरी विशेष गरी महिलाहरूलाई नै टार्गेट गरेर सिकाउने भनेर चाहिँ थाल्न लागेको छौँ अनि यो सिकाउने काम पनि अरूले बाहिरबाट अन्य गुरुहरू नलिएर आइकन हामीले चाहिँ योभन्दा पहिले पनि तनानी दाफा खोला अन्तर्गत चाहिँ केही छोरी मान्छेहरूलाई चाहिँ बाँसुरी सिकाइएको थियो अनि उहाँहरूले नै सिकाउने उहाँहरू नै गुरु बसेर सिकाउने भनेर चाहिँ हामीले एउटा प्लान गरेर राखेको छौँ। हजुर पक्कै पनि यसरी पुरुषको दाँजोमा महिलाहरूको सहभागिता पूर्वकालदेखि नै कम थियो र अहिले चाहिँ हामी अलिकति लागि परेर महिलाहरूलाई समावेश गरिँदैछौँ। यसमा चाहिँ एउटा मुख्य समस्या भने महिलाहरू अलिकति लजाउने स्वभावका हुन्छन् एक अर्को चाहिँ महिलाहरूलाई अब समाजले त्यति छिटो स्वीकार गर्न सकेको छैन। अब अलिक अगाडि बढेर काम गर्नको लागि त्यति छिटो हाम्रो समाजले स्वीकारिसकेको अवस्था पनि छैन। त्यसले गर्दाखेरि अलि अप्ठ्यारो परेको मैले अनुभव गरेँ यहाँनिर। र यो बाँसुरी बजाउँदा चाहिँ अब तपाईँहरूको 22 गतेदेखि होइन यो बाँसुरीको कार्यक्रम चाहिँ तपाईँको यो एउटा सेड्युल मसँग आएको छ। यो भक्तपुर महिला बाँसुरी खलद्वारा तनानीमा प्रस्तुत हुने होइन 22 गते। यसमा चाहिँ अब भनौँ न अब हाम्रो अब तपाईँले अहिले भर्खरै भन्नुभएको थियो नि तार बाजामा त्यो गाउने जुन एउटा फ्रेम छ नि त्यो चाहिँ विकास नभएको हो कि अब पहिला जतिले सिके त्यति सिकिहाले त्यस पछाडि सिकाउने एउटा कुनै किसिमको एउटा फ्रेम पनि हामीसँग छैन होला सायद हो। हजुर हजुर त्यसले गर्दाखेरि सिकाइहाल्न पनि अप्ठ्यारो हो। यो दाफाको विशेष गरी दाफा सिकाउने पहिलेको समयमा कस्तो हुन्थ्यो भन्दाखेरि गुरुसँग नजिकमा बसेर आँखाछे भित्र बसेर गुरुको समीपमा बसेर सिक्नुपर्ने ट्रेडिसन हो यो। अब ओरल ट्रेडिसन जतै पनि हामीले हेर्यौँ भने त्यस्तै नै छ होइन। अब हाम्रो यो भारतको पनि अहिले इन्डियामा पपुलरली चलिआएको गुरु शिष्य परम्परा अन्तर्गत नै यो गायनहरू सिकाउने लगायत अन्य शास्त्रीय सङ्गीतहरू चाहिँ गुरुसँग नजिकमै बसेर सिकाउने चाहिँ कुरा हो यो है। अनि त्यसरी नै हाम्रो दाफा सङ्गीत पनि खासमा एउटा गुरु शिष्य परम्परा अन्तर्गत नै आइरहेकै सङ्गीत हो होइन। अब यसको पनि एउटा आफ्नै खालको रूप रङ्ग छ। जस्तै गुरुसँग नजिकमा बसेर सिक्दाखेरि के हुन्छ भन्दाखेरि आजको दिनको यो सङ्गीत शिक्षा पनि एक हिसाबले हेऱ्यौँ भने चाहिँ कमर्सियल छ होइन। जस्तै 1 महिनामा यति कोर्स सिद्ध्याउने 2 महिनामा यति कोर्स सिद्ध्याउने 3 महिनामा यति कोर्स सिद्ध्याउने कुनै एउटा इन्स्टिट्युटमा गएर गुरुलाई नभइकन इन्स्टिट्युटलाई पेमेन्ट गर्ने होइन अनि गुरुले आएर सिकाइदिनु हुने हो। त्यो बाहेक अन्य ठाउँमा गुरुसँगको रिलेसनसिप हुँदैन होइन। तर गुरु शिष्य परम्परा अन्तर्गत चाहिँ खासमा यो चाहिँ समुदायको लागि गरिने कुरा भयो नि त। जस्तै आजको दिनको सङ्गीत हरेकको कानमा इयरफोन मार्फत बज्न पाउँछ। र पहिलेको समयमा हामीले हेऱ्यौँ भने सङ्गीत गर्न सक्ने चाहिँ यो नाट्यशास्त्रमै लेखिएको छ सङ्गीत गर्न सक्ने व्यक्ति चाहिँ ब्राह्मण हो भनेर भन्छ कि। अनि ब्राह्मणहरूले मात्र सङ्गीत गर्न सक्छ। सङ्गीत लगायत अन्य कला जस्तै नाट्य लगायतको नाट्य अन्तर्गत पर्ने कला चाहिँ ब्राह्मणले मात्रै गर्न सक्छ भनेर भन्छ। अनि यो ब्राह्मणले नै चाहिँ यो कला किन गर्ने भन्दाखेरि यो चाहिँ समाजको लागि हो होइन। समाजलाई नाच भन्ने जुन एलिमेन्ट छ होइन एस्थेटिक भन्ने एलिमेन्ट छ त्योसँग जोड्ने व्यक्ति चाहिँ ब्राह्मण हो। त्योसँग जोड्ने व्यक्ति चाहिँ कलाकार हो। त्योसँग जोड्ने व्यक्ति सङ्गीतज्ञ हो होइन। अनि त्यही भएर अब पहिलेको समयमा एकदम हाइली भ्याल्यु गरिएको कुरा हो भनौँ न। हाइली भ्याल्यु गरेको प्रोफेसन त नभनौँ तर अब आजको दिनको शब्द युज गर्नुपर्दा त्यही नै हो। सङ्गीत कला भनेको एकदम हाइली भ्याल्यु गरेको प्रोफेसन। अनि गुरुसँगै बसेर गुरुले आफूले आफ्नो गुरुसँग सिकेको कुरा ओरल्ली नै मौखिक रूपमै सिकाउने गरिन्थ्यो। तर अब आजको दिनमा समय परिवेश परिवर्तन भएको कारणले गर्दा अब एकदम क्विक रिजल्ट चाहिएको छ नि त जताततै पनि। अनि त्यही भएर अब त्यो पद्धतिमा
दाफा सिकाउने कहिले पनि भएन पहिलेको समयमा। अब बिस्तारै अब त्यतातिर जानु पर्दाखेरि चाहिँ हैन एउटा अघि नै भनेको चाहिँ त्यो सिस्टम छैन है। हाम्रो यो इन्डियन क्लासिकल म्युजिक सिस्टम हेर्यो भने हिन्दुस्तानी क्लासिकल सिस्टम हेर्यो भने चाहिँ अब त्यसमा चाहिँ बिस्तारै स्वरहरूले लिपिबद्ध गरिँदै आयो, स्वरहरूकै पनि अध्ययन हुँदै आयो। तर हाम्रो दाफामा चाहिँ अझै पनि हेर्यो भने त्यो चाहिँ यो स्वरहरूको अध्ययन तर्फ चाहिँ खासै त्यतातिर ध्यान नदिएको, खासै त्यतातिर काम नभएको नै देखिन्छ। अब त्यसले गर्दाखेरि पनि एउटा गाह्रो चाहिँ छ। हुन त हामीले ओरली नै ट्रान्समिट गर्ने भन्ने खालको सिस्टमलाई नै अझै बलियो बनाउन सक्यो भने पनि त्यसले चाहिँ एउटा हुन्छ नि यो पठन पाठनको सिकाइ पद्धतिमै एउटा नौलो आयामै पनि थप्न सक्थ्यो होला हैन। म चाहिँ अब यो पहिलेको सिकाइ तरिका चाहिँ गलतै हो भनेर पनि भन्दिनँ, किनभने हामीले भारतमै पनि अन्य जस्तै दाफा जस्तै अरू ट्रेडिसनहरू लाई आज पनि हेर्यौं भने उहाँहरूले चाहिँ गुरुसँगै नजिकै बसेर सिक्ने व्यवस्था अझै पनि राखिराख्नु भएको छ। जस्तै यो बाउल भन्ने एउटा ट्रेडिसन छ, यो चाहिँ वेस्ट बेङ्गालमा विशेष गरी अझै पनि अभ्यासमा छ हैन। अनि बाउल ट्रेडिसन चाहिँ कस्तो छ भन्दाखेरि बाउल ट्रेडिसनमा गायन गर्ने कतिपय गीतहरू चाहिँ अझै पनि हाम्रो दाफामा पनि गाउने गरिन्छ कि यो चाहिँ कस्तो भन्दाखेरि बाउल ट्रेडिसन र हाम्रो दाफा ट्रेडिसन चाहिँ उस्तै खालको ट्रेडिसन हो जस्तो पनि देखिन्छ। बाउल ट्रेडिसनमा पनि विशेष गरी चाहिँ यो अलिकति आध्यात्मिक हैन धार्मिक खालको टेक्स्टहरू भेट्छौँ, हामीले गायनहरू त्यस्तो भेट्छौँ। अनि हाम्रो दाफामा पनि त्यस्तै नै छ। अनि कतिपय रागहरू पनि एउटै हुन जान्छ कि। अनि बाउल ट्रेडिसन पनि अरू कसैको लागि अरू कुनै मानवीय दर्शकको लागि प्रस्तुत गर्ने भन्दा पनि यो चाहिँ दैविक शक्तिको लागि गर्ने हैन, समुदायलाई एकत्रित गर्नको लागि, समुदायको भलोको लागि, धार्मिक उन्नतिको लागि गर्ने भन्ने बाउलको पनि एउटा त्यो फिलोसफी छ। अनि हाम्रो दाफाको पनि फिलोसफी त्यही हो। अनि बाउल ट्रेडिसन अन्तर्गत चाहिँ आज पनि यो वेस्ट बेङ्गालमा हामी आज पनि गयौँ भने विभिन्न आश्रमहरू छन्, गुरुहरू, जहाँ चाहिँ गुरुहरू त्यही आफ्नो परिवारका साथ बस्ने, अनि पछि कोही शिष्य बनाउनु पर्यो भने शिष्यहरू ती गुरुहरूलाई खोज्दै त्यही आश्रममा आइपुग्ने हैन। अनि गुरुकै नजिकमा बसेर गुरुसँग गुरुले नै खाएको कुरा खाएर गुरुले नै गरेको कामहरू गरेर अब खेतीपाती हुन्छ वा के हुन्छ हैन। अब बाउलमा चाहिँ हाम्रो यो कि बुद्ध धर्ममा जस्तै यो भिक्षा माग्ने चलन पनि छ हैन। अनि यसरी नै भिक्षा पनि मागेर गुरु सँगसँगै हिँडेर सिक्ने पद्धति अझै पनि उहाँहरूले चाहिँ अभ्यास गरिराख्नु भएको छ है। अनि अब हाम्रो यहाँ हेर्यौँ भने चाहिँ हाम्रो चाहिँ यहाँ त्यो हिसाबले विकास त्यो हिसाबले बसिराख्न सकेन कि, त्यो सिस्टम एउटा बसिराख्न सकेन। त्यो बाहेक पनि अब बाउल ट्रेडिसनकै कुरा गर्नु पर्दाखेरि आजको दिनको नयाँ संस्थाहरूले पनि के गरिराखेको छ, यो सिकाइलाई चाहिँ कसरी सहज बनाइराखेको छ भन्दाखेरि उनीहरूले चाहिँ बाउल गीत सङ्गीत सिक्ने हो भने चाहिँ एउटा गुरुलाई महिनौँ दिन एकै ठाउँमा राखेर स्पोन्सर गरेर राखेर उहाँ गुरुसँगै महिनौँ दिन विद्यार्थी आएर उहाँसँग बसेर है इन्क्लोज एउटा गुरुकै आश्रममा जानु परेन, तर त्यो पर्टिकुलर इन्स्टिट्युटको व्यक्तिहरूले चाहिँ एउटा हुन्छ नि महिनौँ लामो वर्कसप चाहिँ राखेर गुरुसँगै बसेर त्यहीभित्र त्यही सिकाइ बाहेक अरू केही नगर्ने हिसाबले पनि त्यसरी ट्रेडिसन चाहिँ अगाडि बढाइराख्नु भएको छ। अब हाम्रो यहाँ चाहिँ त्यसरी गइहाल्न पनि अलिक सम्भव छैन नि। एक त त्यो लेभलको फन्डिङ हामीसँग छैन, अनि त्यो लेभलको इन्ट्रेस्ट पनि अहिले आइसकेको चाहिँ छैन कि। जस्तै कोही व्यक्तिले आफूलाई म दाफाकै गीतहरू चाहिँ सिक्छु, यति महिना यसरी डेडिकेट गरेर म आफैले आफ्नो खर्च राखेर गुरुसँग सिक्छु भनेर आइ पनि कोही सकेको छैन। किन भन्दाखेरि दाफा ट्रेडिसन प्रतिको एउटा
आकर्षण एउटा मोह नै हामीले बनाउन पाएको छैनौँ भनौँ न। त्यो चाहिँ स्टाब्लिस नभएको कारणले गर्दाखेरि पनि बाउल ट्रेडिसन आजको दिनमा जसरी वर्कसप सेन्ट्रिक भएर चलाउन सकिरहेका छन् त्यहाँका अन्य इन्स्टिट्युटहरूले, ट्रेडिसनल इन्स्टिट्युट बाहेक यहाँ चाहिँ त्यस्तो हुन पाइसकेको छैन कि। तर लङ टर्ममा मैले चाहिँ के देख्छु भन्दाखेरि दाफा अन्तर्गतको यो रागहरू बुझिवरिकन त्यसलाई अब एउटा सिस्टमाइज गरेर छोटो समयमै सिकाउन व्यवस्था एउटा निर्माण त गर्न सकिन्छ पक्कै पनि। त्यो बाहेक पनि अब मेरो पर्टिकुलर इन्ट्रेस्ट चाहिँ के छ भन्दाखेरि अब त्यो चाँडै हुन्छ नि, यो आजकलको यो फास्ट फुड जमाना भन्छ नि होइन, अब पोको पाको पारेको चाहिँ सबै कुरा प्याकेट खोल्यो खायो होइन, अनि सिद्धियो, अब आज खायो भोलि सिद्धियो भनेको जस्तै। त्यस्तो किन गर्ने होइन? अब हाम्रो मानव समाज यति कम्प्लेक्स छ, त्यो भन्दा पनि त्यो कम्प्लेक्सिटी भित्रको सुन्दरता भनेको त मानव बीच एउटा लङ टर्म रिलेसनसिप बन्यो भने न जीवनको उत्साह, जीवन के हो भन्ने बुझाइ बल्ल त्यहाँ आउँछ होला कि होइन। अनि त्यो बुझाइ चाहिँ भइरहोस् भन्ने चाहिँ मेरो एउटा इन्ट्रेस्ट छ भनौँ न। मलाई चाहिँ त्यतातिर चाहिँ मेरो अलिकति झुकाव भएको कारणले गर्दाखेरि चाहिँ गुरुहरूसँगै नजिकमा बसेर भोलिको दिनमा चाहिँ सिकाउन मिल्ने पद्धति चाहिँ त्यसरी निर्माण होस् न भन्ने चाहिँ मेरो एउटा इन्ट्रेस्ट चाहिँ त्यस्तो छ। हजुर, पक्कै पनि पुष्पाजी। अनि यहाँनिर कस्तो हुन्छ भने अहिले हाम्रो समाजमा परम्परागत शैली भनौँ न, परम्परागत रूपमा हामी जसरी गुरुकोमै बसेर, गुरुसँगै घरमै बसेर एउटै काम गर्ने, एउटै खाना खाने, सँगै बसेर रात दिन सँगै बसेर त्यो सिकिन्थ्यो, जुन गायन पद्धतिहरू सिकिन्थ्यो नि, त्यो चाहिँ महिलाहरूमा चाहिँ विशेष गरेर यो अहिले सम्भव हुँदैन यो किसिमको अहिले है। त्यसले गर्दाखेरि पनि यो हाम्रो दाफा गायन चाहिँ अलिक पछाडि सरेको हो कि अथवा महिलाहरूको सहभागिता कम भएको हो कि जस्तो देखिन्छ मेरो विचारमा है। अब यसको लागि यस्तै भएर यही रीति बस्दै गयो भने त हाम्रो यो दाफा भन्ने नै हराउन सक्छ भविष्यमा हैन। भावी पुस्ताको लागि पनि हामीले जगेर्ना गरेर राख्नुपर्छ। यसको लागि अब कसरी अगाडि बढ्दा राम्रो होला त? अब यस्तो छ शङ्करजी जस्तै अब यो जस्तै गुरुसँगै बसेर सिक्ने भन्ने कुरा असम्भव भन्ने चाहिँ छैन होइन। जस्तै अब हामीले कसले दाफा सिक्ने त होइन। पहिले चाहिँ दाफा भनेको एकदम लोकलाइज ट्रेडिसन हो होइन। एउटा टोलको सर्टेन कास्टकै सर्टेन थरकै व्यक्तिले मात्र सिक्न पाउने अवस्था थियो पहिला चाहिँ। अब तपाईँको हामीले यो इन्डियाको यो क्लासिकल म्युजिक फ्लरिस भएको पनि त्यही कारणले गर्दा हो कि यो ग्लोबल आजको दिनमा किन हुन पायो। जस्तै बाउल सङ्गीत पनि आजको दिनमा ग्लोबल किन हुन पायो भन्दाखेरि उसले चाहिँ आफूलाई बाहिरको संसारमा पनि ओपन गर्यो कि। जस्तै आजको दिनमा यो सङ्गीत चाहिँ म यति समय लगाएर गुरुसँगै बसेर सिक्छु भन्ने डेडिकेसन दिन सक्ने व्यक्तिहरू विश्वमा हामीले खोज्यौँ भने अवश्य पनि पाउँछौँ। त्यो चाहिँ नेवार समुदायकै हुन्छ भन्ने चाहिँ ग्यारेन्टी चाहिँ भएन होइन। जस्तै त्यो व्यक्तिहरू चाहिँ जस्तै यो विदेशी रिसर्चरहरू, विदेशी प्रोफेसनलहरू होइन, सङ्गीतकै प्रोफेसनलहरू जसलाई चाहिँ आफ्नै खालको म्युजिक गर्दा गर्दा एउटा बोर्डम भइसक्यो अनि अब नयाँ कुनै सङ्गीत सिकेर चाहिँ त्यसलाई चाहिँ म आफ्नो जीवनशैली बनाउँछु, त्यो नयाँ सङ्गीत सिकेर म आफ्नो सङ्गीतको जुन प्रज्ञा छ त्यसमा नयाँ कुरा थप्छु भन्ने साथीहरू, मेरै आफ्नै विदेशी साथीहरू पनि निकै हुनुहुन्छ होइन। अनि उहाँहरूलाई हेर्दाखेरि अब उहाँहरू इन्डियामा जस्तै हाम्रो यो हरिप्रसाद चौरसियाजी जस्ता व्यक्तित्वहरूसँग बसेर, हाम्रो जाकिर हुसेन जस्ता व्यक्तिहरूसँग बसेर, रविशङ्कर जस्ता व्यक्तिहरूसँग बसेरै सङ्गीत सिकेको होइन, उहाँहरूसँगै बसेर सिकेको उदाहरणहरू त हामीसँग निकै छन्। अब त्यस्तो हाम्रै दाफा ट्रेडिसन अन्तर्गत पनि हुन नसक्ने भन्ने चाहिँ होइन, त्यो सम्भावना छ। तर अब हाम्रो लोकल यहाँकै व्यक्तिहरू भनौँ न, हाम्रै समुदायकै विद्यार्थीहरूमा चाहिँ त्यो इन्ट्रेस्ट नहुन सक्छ। त्यो डेडिकेसन उहाँहरूलाई हाल दिइहाल्न पनि गाह्रो पर्ला। भविष्यमा त्यो एउटा सम्भावना चाहिँ मैले देख्छु तर होइन। तर आजको दिनमा चाहिँ हाम्रै लोकालिटीकै व्यक्तिहरूको लागि जोसँग चाहिँ समय कम छ भनौँ न, विद्यार्थी हुनुहुन्छ होइन, उहाँहरूको अर्कै प्रोफेसनल करियर इन्ट्रेस्ट छ होइन। अनि अब अहिले दाफा गाएर बजाएर इकोनोमिकल्ली भाइबल भइसकेको छैन आजको दिनमा होइन। त्यो अवस्थामा चाहिँ अब चाँडै सिकाउने भन्ने कुराको लागि चाहिँ हामीले
यही छ, लिपिबद्ध गर्नुपर्ने चाहिँ आवश्यकता अलिक धेरै देखिएको छ। अब यसलाई क्विक गर्नको लागि पनि के छ भन्दाखेरि गायन फेरि सजिलै भइहाल्ने कुरा पनि होइन। आफूसँग गायनको लागि चाहिँ आफूसँग सुरको ज्ञान चाहिँ हुनु पर्यो सुरुमा। अब सुरको ज्ञान मेरो आफ्नै ट्रेनिङको कुरा गर्नुहुन्छ भने मैले 4 वर्षको डेडिकेसन नलगाउन्जेलसम्म म गाउन सक्छु भन्ने एउटा कन्फिडेन्स चाहिँ आइसकेको थिएन। किनभने स्वरहरू भोकलमा बस्नको लागि, गायनमा बस्नको लागि चाहिँ समय लाग्छ होइन। अनि त्यो समय भनेको अब जति छोटो नै गर्छु भन्यो भने पनि 4 वर्ष मिनिममको हुने भइहाल्यो गायन लिएर आउनको लागि चाहिँ। तर होइन, त्यो बाहेक पनि गीतहरू 2-4वटा सिक्ने हिसाबले गर्ने हो भने चाहिँ हामीले केसम्म गर्न सक्छौँ भन्दाखेरि दाफाको अब दाफा अन्तर्गत पनि विभिन्न रागहरू गाइन्छन् होइन, अनि विभिन्न शैली छ। तर हरेक दाफा खलले चाहिँ के चाहिँ गर्न सक्छ भन्दाखेरि विभिन्न रागहरू समेटेर एउटा लिस्ट बनाउने है। 10वटा हुन्छ, 12वटा, 30वटा, कतिवटा हुन्छ, लिस्ट बनाउने। अनि त्यही गीतहरू चाहिँ यति समयमा विद्यार्थीहरूलाई सिकाउने भन्ने हिसाबले अब उहाँहरूसँग दाफा खल समूहहरूसँग स्वरको ज्ञान नभएको कारणले गर्दाखेरि केसम्म गर्न सकिन्छ भन्दाखेरि गुरुले चाहिँ मोबाइलमा गाएर हुन्छ वा गुरुले गाउँदाखेरि विद्यार्थी आफैले पनि मोबाइलमा रेकर्ड गरेर हुन्छ कि होइन। अब स्वरको ज्ञान हुनेले चाहिँ लिपिबद्ध गर्न सकिहाल्यो। तर लिपिबद्ध गर्न नसक्ने व्यक्तिलाई चाहिँ सबैभन्दा सजिलो टुल गुरुले गाएको कुरालाई मोबाइलमा रेकर्ड गर्ने अनि त्यसलाई चाहिँ दोहोऱ्याएर सुनेर सिक्ने हो भने कुनै पनि एउटा गीत सिक्नलाई 5 दिनदेखि 6 दिनभन्दा बेसी लाग्दैन रेगुलर सुन्यो भने होइन। सजिलो त्यहाँ भइसक्यो कि हिजोको दिनमा जस्तो लिपिबद्धै गर्नुपर्छ भन्ने पनि आजको आवश्यकता चाहिँ छैन, किनभने मोबाइल सबैको हातमा छ। त्यसरी पनि यो दाफाको गीतहरू सिक्न चाहिँ सजिलो छ। यो स्वरको ज्ञानै हुनुपर्छ भन्ने चाहिँ देख्दिनँ म चाहिँ। स्वर यो गायनको लागि चाहिँ स्वर राम्रो हुनुपर्छ भन्ने चाहिँ छैन यहाँको मतलब होइन, त्यस्तै होइन? हजुर। अब यो दाफा सङ्गीतमा चाहिँ विशेष गरी कस्तो छ भन्दाखेरि दाफा सङ्गीत भनेको चाहिँ समूहमा गाउने भएको कारणले गर्दाखेरि यो सुरिलो हुनुपर्छ भन्ने चाहिँ पहिलेदेखि नै यो नियम चाहिँ भएन कि हाम्रो, यो छैन। अनि त्यही भएर अब यो दाफा सिक्नको लागि समूहमा गाउने भएको कारणले गर्दाखेरि अब सुरिलै आवाज हुनुपर्छ भन्ने चाहिँ भएन होइन। समूहमा गाउनको लागि यो त आफ्नो लागि यो मन शान्तिको लागि गाउने हो कि दाफाको भजनहरू भनेको होइन। अनि त्यही भएर सुरिलो आवाज चाहिएन। यसको लागि चाहिँ खालि तपाईँको इन्टेन्सन हुन्छ नि, म चाहिँ दाफा गाउँछु, भगवानको लागि गाउँछु, स्वयंको लागि गाउँछु भन्ने एउटा इन्टेन्सन भयो भने पुग्यो है। यो चाहिँ फल्टामा गाउनको लागि। अनि फेरि अब कतिपय यो दाफालाई स्टेजमा पनि लिएर जान्छु भन्ने व्यक्तिहरूले चाहिँ अब कसरी अगाडि बढिराख्नु भएको छ नि, यो चाहिँ सुरिलै हुनुपर्छ भनेर पनि अगाडि बढिराख्नु भएको व्यक्तिहरू पनि मैले पाएको छु होइन। जुन चाहिँ अब मलाई त्यस्तै हुनुपर्छ जस्तो पनि लाग्दैन मलाई पर्सनली चाहिँ है। अब यो आफ्नो विचारधारा भनौँ न। पक्कै पनि यसको लागि यो दाफा गाउनको लागि चाहिँ तपाईँको भनेअनुसार चाहिँ पहिला मान्छेमा इन्ट्रेस्ट हुनु पर्यो, त्यसपछि अलिकति ज्ञान पनि हुनु पर्यो, सिक्नु पनि हुनु पर्यो, अनि समय पनि हुनु पर्यो। अहिले किनभने समय दिएर अब त्यहाँनिर व्यावसायिकमा गइसकेका छौँ हामी। अब समय मात्र दिएर त्यसबाट जीविका हुनु पनि पर्छ। उसले समय मात्र दिएर पनि भएन, जीविका पनि हुनु पर्यो त्यहाँ छेउ। र अनि यो जुन गाउने यो दाफा गायनको चाहिँ एउटा स्वर लिपि बनाएर राखियो भने चाहिँ भविष्यका पुस्ताले पनि यसैबाट सिक्ने प्रेरणा पाउँछन् कि भन्ने मलाई लाग्यो। मैले भनेको कस्तो ठिक छ? हजुर, त्यो पनि हो दाइ, एकदम मैले तपाईँले भनेको कुरा एकदम माने। जस्तै यो सङ्गीतको विषयमा सङ्गीतको इतिहासलाई हेर्ने हो हुन्छ नि, सङ्गीतलाई लिपिबद्ध गर्ने, सङ्गीतलाई रेकर्ड गर्ने भन्ने इतिहास हेर्ने हो भने चाहिँ पहिलेको कालखण्डमा चाहिँ तपाईँको यो रेकर्डिङ टेक्नोलोजी भन्दा पनि अगाडि चाहिँ यो लेख्ने टेक्नोलोजी आएको हो नि त होइन। अनि यो रेकर्डिङ टेक्नोलोजी नआइन्जेलसम्म चाहिँ यो लिपिबद्ध गर्ने टेक्नोलोजी चाहिँ एकदम महत्त्वपूर्ण थियो है। सङ्गीतलाई जस्तै हाम्रो यो विशेष गरी वेस्टर्न कल्चरमा हेऱ्यो भने चाहिँ आजभन्दा
लगभग भनौँ न आजभन्दा लगभग 200 शताब्दी अगाडिदेखि नै सङ्गीत चाहिँ पुरापुरी नै लिपिबद्धै गर्ने भन्ने चाहिँ उहाँहरूले एउटा पद्धति नै डेभलप गरिसक्नु भएको थियो होइन अनि त्यो अब वेस्टर्न कल्चरमा यो स्कोर रिडिङ भन्छ नि होइन अनि स्कोर रिडिङमा पनि अब भोकल केही कुरा गर्नुपर्दा हरेक टेक्स्चर हरेक साना साना खिड्काहरू पनि कसरी लेख्ने भन्ने चाहिँ उहाँहरूको एकदम वेल डेभलप्ड एउटा टेक्नोलोजी छ है अनि अब त्यो टेक्नोलोजी चाहिँ के भयो भन्दाखेरि अब जस्तै हामीले आजकै दिनमा हेऱ्यौँ भने पनि मोबाइलमा एउटा कुनै मोबाइल आफै पनि कसरी ग्रो हुँदै गएको छ नि पहिले सानो खालको मोबाइल थियो भने अब अहिले टिभीदेखि लिएर सबै कुरा एउटै मोबाइलमा हेर्न मिल्ने एउटा टेक्नोलोजी डेभलप भइसक्यो होइन त्यही भएर अब हिजोको दिनको आवश्यकता बेग्लै थियो आजको दिनको आवश्यकता बेग्लै छ अब यही कुरा सङ्गीतमा हेर्दाखेरि चाहिँ पहिलेको दिनमा यो रेकर्डिङ टेक्नोलोजी नभएको समयमा चाहिँ सङ्गीतको स्वरहरू पनि लिपिबद्ध गर्न चाहिँ एकदम आवश्यक थियो कि किनभने अब स्वर भनेको यो हेर्ने कुरा जस्तै होइन कि जस्तै हेर्ने कुरा चाहिँ यसलाई यो यहाँ छ भनेर यो कुरा यस्तो छ भन्ने कुरा चाहिँ हेरेर डिफाइन गर्न सजिलो हुन्छ होइन जस्तै यसको कलर यस्तो छ रातो भनेको यस्तो हो भन्दाखेरि दिमागमा एउटा इमेजरी बन्छ नि होइन अब मैले रातो भन्ने बित्तिकै रातो इमेज एउटा बनिसक्यो दिमागमा तर अब स्वरको चाहिँ अझै अलिकति स्वर चाहिँ अलिकति भित्र छिरेको अलिकति भित्र लुकेको खालको कुरा भयो कि होइन अब सा स्वर भन्दाखेरि त्यो स्वर कस्तो हुने भन्नलाई त त्यसलाई त स्पेसिफिक ट्रेनिङ चाहियो कि जस्तै रातो भन्यो भने त जसले पनि छुट्याउन सक्छ नि त होइन तर सा स्वर कस्तो हुने होइन रे स्वर कस्तो हुने है अनि ग स्वर कस्तो हुने त्यो स्वरको लागि चाहिँ स्पेसिफिक ट्रेनिङ नै चाहियो होइन अब त्यो ट्रेनिङ पाइसकेको व्यक्तिले मात्रै लेख्न सक्थ्यो कि स्वरहरू पहिले चाहिँ होइन अब आजको दिनमा सजिलो चाहिँ के भएको छ भन्दाखेरि हामीसँग रेकर्डिङ टेक्नोलोजी आइसक्यो यो रेकर्डिङ टेक्नोलोजी आएको पनि धेरै भएको छैन यो खासमा 1850 पछाडिको टेक्नोलोजी हो है अब सुरुमा त म्याग्नेटिक टेपहरूमा रेकर्ड गर्ने लगायतको टेक्नोलोजी थियो त्योभन्दा अगाडि अझ ग्राफमा रेकर्ड गर्ने भनेर यता म्युजिक बज्दा बज्दै उता चाहिँ एउटा खालको ग्राफ बन्थ्यो कि होइन अनि यो स्वर यति माथि छ यो स्वर यति तल छ भन्ने खालको त्यो लिखित ग्राफ नै बन्थ्यो अब आजको दिनमा चाहिँ के छ भन्दाखेरि बोलिएकै कुरा जस्ताको तस्तै रेकर्ड हुन्छ र अनि मैले गाएको कस्तो छ भन्ने कुरा मैले रेकर्ड गरेर आफैले पनि सुन्न पाउँछु नि त्यस्तो टेक्नोलोजी आइसक्यो कि अनि यो टेक्नोलोजी आइसकेको कारणले गर्दाखेरि त्यो साउन्डलाई साउन्डकै रूपमा रेप्लिकेट गर्न सक्ने एउटा टेक्नोलोजी आइसकेको कारणले गर्दाखेरि सङ्गीतलाई आजको दिनमा लिपिबद्धै गर्नुपर्छ भन्ने चाहिँ आवश्यकता चाहिँ आजको दिनमा छैन हो किन भन्नु त आजको दिनमा जस्तै सङ्गीत नपढेकै व्यक्तिले पनि गीत गाउन सक्छ नि सजिलो होइन हिजोको दिनमा सङ्गीतको ज्ञान चाहिँ आँखा चाहिँ भित्र लुकाएर एकदम महत्त्वपूर्ण मानेर सिक्नुपर्ने चाहिँ किन थियो भन्दाखेरि अनि किन एक दुईजना मात्रै अब्बल हुन्थ्यो भन्दाखेरि सबैजनालाई पढ्न आउँदैन थियो अनि पछि पढ्ने व्यक्तिले मात्र स्वर के हो भनेर चिन्न सक्थ्यो त्यो लिपिबद्ध गरिएको कुरा र आजको दिनमा त रेडियोमा पनि बजाउन मिल्छ आफ्नै मोबाइलमा पनि रेकर्ड गरेर बजाउन मिल्छ भनेपछि यो जुन सङ्गीत भन्ने ज्ञान छ त्यो ज्ञानको एक्सेस बढिसक्यो कि अनि त्यो बढिसकेको कारणले गर्दाखेरि लिपिबद्धै गर्नुपर्छ भन्ने चाहिँ आवश्यकता आजको दिनमा छैन तर त्यो गर्न सक्यो भने चाहिँ अब के हुन्छ भन्दाखेरि जसले चाहिँ अब त्यो लिपिबद्ध गर्ने स्किल सिक्नु भएको छ त्यो स्किल चाहिँ सञ्चालनमा आइरहेको छ भनौँ न पक्कै पनि अहिले प्रविधिले फड्को मारिसकेको छ यसैलाई आधार मानेर हामीले यो दाफालाई चाहिँ भावी पुस्ताहरूको माझमा पनि छोडेर जान सक्ने हामीले पद्धति एक किसिमको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ अब हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ पुष्पाजी तपाईँको यो कार्यक्रमबारे तपाईँले जुन जानकारी दिनुभयो एकदमै खुसी लाग्यो अनि मलाई एउटा रिक्वेस्ट गर्न मन लागेको छ यहाँलाई के भने यहाँले गाउनुहुन्छ नि यो हाम्रो एक दिन स्टुडियोमै आएर गाइदिनु भए यो कार्यक्रम सुन्ने श्रोताहरू पर्खेर बस्थे कि यहाँको स्वर म अर्को कार्यक्रममा यहाँलाई यो गायन दाफाको गायन कै लागि निम्ता दिन्छु अहिले नै
अब यो चाहिँ यो ट्रेडिसनली हेऱ्यो भने चाहिँ जस्तै गुरुसँग गायन सिकिसके पछाडि होइन पब्लिकमा जान अगाडि चाहिँ यो हामीले चाहिँ दुई खाले पूजा नगरिकन निस्किँदैन होइन जस्तै यो के एउटा चाहिँ हानेगु पूजा भनेर गर्छ है अब यहाँ किर्तिपुरमा भक्तपुरको भाषा प्रयोग गर्दैछु मैले एउटा चाहिँ हानेगु पूजा भन्छ अर्को चाहिँ पिराने पूजा भन्छ होइन हानेगु पूजामा चाहिँ आफ्नो साथीहरूसँग बसेर गाउने बजाउने हुन्छ एउटा चाहिँ अनि पिराने पूजा भनेको चाहिँ अन्तिममा अब चाहिँ नास देवताको एउटा उपकार तिमीमा भयो होइन तिमीले सङ्गीतको ज्ञान पाइसक्यौ अब चाहिँ तिमीले बाहिर गएर बजाउन जाउन सक्छौ भनेर एउटा पिराने पूजा गर्ने हुन्छ अब मैले गुरुले गाउनु भएको एक दुईवटा सुनेको भरमा मैले सिकेको गीतहरू एक दुईवटा छ होइन अब त्यो मैले त्यहाँ स्टुडियोमै आएर गाउने कुरा चाहिँ एकचोटि गुरुसँग पनि मैले अनुमति लिनु पर्यो यता तनानी दाफा खलाका हाम्रा श्री नारायण महाजन गुरु हुनुहुन्छ उहाँसँग पनि एउटा अनुमति लिएर है अब उहाँले मेरो आश चाहिँ उहाँले सकेसम्म हुन्छ नै भन्नुहुन्छ होला तैपनि अब यावत अरू केही कुराले अहिलेको लागि चाहिँ नगरौँ न त भन्ने खालको कुरा उठ्यो भने पनि त्यही हिसाबले हामी केही गरौँला होइन है यो निम्तो दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब आउने अर्को कुनै सेसनमा गर्न पाउँदाखेरि म पनि आफै धेरै नै खुसी हुन्थेँ होला हजुर हस् आज यो तननीमा सञ्चालन भइरहेको 3 महिने दाफा प्रशिक्षण बारे जानकारी दिनु भएकोमा म नेवा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद सुभाया दाइ मलाई पनि यसरी बोलाइदिनु भयो हामीले गरिराखेको कामहरू समुदाय लगायत वरपरका व्यक्तिहरूलाई सुनाउने अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुर हस् भविष्यमा स्टुडियोमै भेट्ने आशा राख्दै आज म यहाँसँग छुट्टिएँ उहाँ श्रोताहरू उहाँ हुनुहुन्थ्यो पुष्पा पलाञ्चोकी किर्तिपुरको तनानी टोलमा अहिले आयोजना भइरहेको 3 महिने दाफा अध्ययन सम्बन्धी तालिम उहाँले सञ्चालन गर्नुभएको छ उहाँ संयोजक पनि हुनुहुन्छ आजको लागि युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस् शुभ